आज म यस्तोसम्म बनाउन सक्छु भनेर सोचेकै थिइनँ। सो हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म बिहान उठेर दाँत माझ्न थालेको त मम्मीले त भन्नुभयो कि जा आँपको रुखमा आँप कस्तो फलेछ हेरेर आइज भनेर भन्नेपछि म पनि आँप हेर्नतिर लागेँ। आँप त राम्रोसँग फलेको रहेछ र केही वर्ष अगाडि मैले कोलाको बोट पनि लगाइरहेको थिएँ र कस्तो चाहिँ भयो भनेर हेर्न गएको त त्यसमा पनि फल लागिसकेको रहेछ। यति हेरिसकेपछि चाहिँ म चाहिँ कागती पानीमा अदुवा मिसाएर पिउनतिर लागेँ। हाम्रो मटर बिग्रेको रहेछ र मम्मीले भन्नुभयो कि मलाई म मटर बनाउन लान्छु त खोलिदे भन्नेपछि मैले पनि मटर खोलिदिएँ। यति गरिसकेपछि चाहिँ मलाई यस्तो खालको सामान बनाउन मन लाग्यो र म बनाउनको लागि सामानहरू ठिक पार्न लागेँ। मैले बनाउन खोजेको सामान मेरो हातबाट नबनेपछि मलाई रिस उठेर मैले चाहिँ यसलाई बाँची नै दिएँ। यसलाई मैले रिसले यति साह्रै पछारेँ कि यो त चारैतिर छरिएछ। यति साह्रो काण्ड गरिसकेपछि मलाई चाहिँ भोक पनि लाग्यो र भाउजूले रोटी पकाउनु हुँदै रहेछ र म रोटी खानतिर लागेँ। फेरि भाउजूले रोटी यति मिठो बनाउनु भएको थियो कि म झन्डै हात पनि चाट्न लागेको। रोटी खाँदा खाँदै भाउजूले चिया पनि ल्याइदिनु भयो र म चिया पनि पिउन लागेँ। सो आजलाई चाहिँ यति नै, फेरि अर्को भ्लगमा भेट्नुपर्छ। बाई।